यो सब गाइस वेलकम टु माई न्यू भ्लग। अनि आज चाहिँ हामी टक्क गाउँ डुल्न जाँदैछौँ। अनि हामी चाहिँ त्यहाँ माथि पिङ बनाएको रोटी पिङ त्यहीँ जाँदैछौँ। हामीसँग चाहिँ यहाँ एउटा भाइ पनि छ अनि एउटा बहिनी पनि आइरहेको थियो। अहिले चाहिँ कहाँ गयो? ओइ आइज भने यो चाहिँ आउँदैछ। हामी चाहिँ पिङ खेल्ने ठाउँमा पुग्न लागेछौँ। अनि त्यहाँ माथि हो पिङ खेल्ने ठाउँ चाहिँ हाम्रो घरभन्दा लास्टै नजिक हो। अनि हामी चाहिँ हामी तिनजना जाँदैछौँ। गाइस हामी चाहिँ अब जाँदैछौँ। यहीँ हो रोटी पिङ हाले चाहिँ अलि अगाडि हो। हामी भाइ चाहिँ अलि अगाडि गइसु। ओहो रोटी पिङमा मान्छे रहेछ त। ल गाइस रोटी पिङ यसरी बनाएको मान्छे चाहिँ एउटै रहेछ। सायद हामी दसैँ सकेर आएको भएर होला मान्छे चाहिँ एउटै छैन। रोटी पिङ चाहिँ यस्तो खतरा बनाएको छ हाम्रो गाउँमा है। हामी तिनजना छौँ। अब एक गरी घर चाडौँ न त है। ल ढकाल्छु है। गाइस यसले त राम्रो ढकाल्न सकेन। गाइस मैले चाहिँ घुमाउन सकिनँ है। अब यसले घुमाउँदैछ। घुमा न घुमा। ल गाइस अब एकछिन चाहिँ भिडियो रोक्नुपर्ने हुन्छ किनभने हामी दुइटै मिलेर घुमाउँछौँ अनि देखाउँछौँ है घुमाएपछि। गाइस हामी चाहिँ धेरै मेहनतपछि त्यसलाई चाहिँ माथि अड्काइछौँ है। र अब चाहिँ मलाई यिनीहरूले धकालिदिएको। गाइस अब चाहिँ हामी घर जाँदैछौँ। अब हामीले हल्लाउनु सकेन। आइज भने हो गाइस तिनीहरू चाहिँ त्यो अब त्यो खाली पिङ घुमाएर नपाएर केही नपाएर अब त्यो खाली पिङ घुमाउनु थालेको छैन। बल्ल आयो गाइस तिनीहरू चाहिँ 1 घन्टा बोलाएपछि। भ्लग चाहिँ यति नै। थ्याङ्क यू नमस्ते।